हेलो साथीहरू, स्वागत छ मेरो मिनी ब्लगमा। तपाईँहरू सबैजनालाई है। म चाहिँ जङ्गली मल लिन जाँदैछु सानो बाल्टी बोकेर। सबैजनाले भन्दै थियो कि जङ्गली मल हाल्नु न फुलमा, राम्रो हुन्छ त भनेर भन्नुहुँदै थियो नि त। त्यही भनेर हाम्रो चाहिँ त्यही तलनिर बारीको तल्लोपट्टि नै जङ्गलहरू छ नि त। त्यही भनेर म चाहिँ त्यहाँनिर चाहिँ पत्करको मल लिनु जाँदैछु है साथीहरू। अनि म जाँदै गर्दाखेरि चाहिँ यसो तपाईँहरूलाई पनि देखाउनु पर्यो भनेर चाहिँ मैले तपाईँहरूको सामु एउटा सानो भिडियो लिएर आएको छु है साथीहरू। प्लिज मेरो भिडियोलाई मन पराइदिनुहोस् होला है भन्दै मैले सानो भिडियो लिएर आएको छु तपाईँहरू सामु। प्लिज मन पराइदिनुहोस् होला, कमेन्ट गरिदिनुहोस् होला, लाइक गरिदिनुहोस् होला है। के कस्तो हुन्छ है कमेन्ट गरेर भनिदिनुहोस् होला, मिलेन रहेछ भने भन्दै म चाहिँ जाँदैछु है साथीहरू, ओह्रालै जाँदैछु। अन्त यदि मिलेछ भने तपाईँहरूलाई पनि देखाउने छु है म जङ्गली मल खन्दै गरेको। वाउ साथीहरू, मैले के देखेँ हेर्नुहोस् त। तपाईँहरूले पनि चिन्नुहुन्छ यसलाई के भन्छ भनेर? यदि चिन्नुहुन्छ भने कमेन्ट गरेर भनिदिनुहोस् है यसलाई के भन्छ भनेर है। हेर्नुहोस् त, मैले कस्तो दामी ब्युटिफुल फ्लावर भेटेँ है। मैले तपाईँहरूलाई पनि देखाएकी छु है। यसलाई के भन्छ है कमेन्ट गरेर भनिदिनुहोस् होला भन्दै। हेर्नुहोस् त, कोपिला पनि मजाले बसिरहेको छ है। वाउ, मलाई त पुरा मन पर्यो। तपाईँहरूलाई पनि मन पर्छ होला भनेर आशा राखेकी छु। हेर्नुहोस् त, भर्खर फुलेकोहरू पनि छ। अनि फाइनली गाइस, म चाहिँ मल खनेर पनि आइसकेँ है। सरी तपाईँहरूलाई मैले यो भिडियो देखाउन सकिनँ, खन्दै गरेको, किनकि फोन राखेर भिडियो गर्ने जग्गा नभएको कारणले गर्दाखेरि मैले चाहिँ बनाइनँ है। अनि एकैचोटि म फर्केर आएको भिडियो राखेकी छु तपाईँहरूलाई। म चाहिँ लिएर आउँदैछु। घरमा आएर मैले फेरि खानाहरू पकाउनु पर्ने हुन्छ है। त्यसले गर्दाखेरि चाहिँ म रात पर्न लागेको थियो नि त। त्यही भनेर चाहिँ म आउँदैछु घरमा है साथीहरू। प्लिज यो मेरो सानो भिडियोलाई मन पराइदिनुहोस् होला भन्दै आशा राखेकी छु। प्लिज भन्दा प्लिज के कस्तो हुन्छ यो भिडियोलाई तपाईँहरूले मलाई सल्लाह सुझाव दिन सक्नुहुनेछ है। म त फर्स्ट टाइम बनाउँदैछु यसरी, भर्खर सुरु छ है मैले बनाउँदैछु। मलाई तपाईँहरूले पनि प्लिज कमेन्ट गरेर भनिदिनुहोस् है के कस्तो हुन्छ। थ्याङ्क यू सो मच।